guys, welcome to my new mini vlog है. Hello. म चाहिँ आधी बाटोदेखि चाहिँ vlog start गरेको कि अब मेबी लामो या छोटो हुन्छ. भरे एडिट गर्नु पर्छ ल. सबैजनालाई मर्निङ नमस्ते. सिवारो. तलि Kamaimu namaste. हेलो. आज कति दिनको बादमा मैले vlog बनाउँदैछु है ल. अपडेट गर्छु. डिस्कोमा भ्युज हालेर चेक भ्युज आउनु. आज चाहिँ हामी चाहिँ आसाङथाङ जानेछु है. यो चाहिँ हेलिप्याड जाने बाटो है. यहाँबाट चाहिँ अन्त त्यस्तो छ रहेछ है. ल हामी चाहिँ जानेछ है. छ भनेर अब हेर्नु आएको अरे ल. हुन त त्यही हो कुरा रे. तर यहाँ चाहिँ मकैहरू पनि पुरा रहेछ है. पुरा रोपेको रहेछ है. सरकारी सरकारी मकै रहेछ है. बहुत अच्छे लग रही है ये लड़की को इधर ऐसे बातों में हिलने. हाँ हमको तो एक्सपीरियंस है. तुम्हें भी चलना पड़ेगा. तल आइपुगिसक्यो हैन. अब चाहिँ पुग्नु आँटेको छु. हम above to reach this library. लो सबैजनालाई अब म एउटा इन्फर्मेसन एउटा दिनु चाहन्छु है. अब जो भए पनि अब यता आसाङथाङ लाइब्रेरी अब जब पनि हेर्नु आयो भए पनि अब अलिकति जुत्ताहरू लगाएर आउनुहोस् है. अब हिलहरू नलगाउनु. यस्तो ट्र्याकहरू होइन. अनि यस्तो बाटो अलिकति यस्तो रहेछ होइन. अन्त होइन साथीको बेजल काटेको होइन कि. सबैलाई इन्फर्मेसन दिएको नि. अन्त यस्तो बाटो रहेछ होइन. सबैजना अब जो भए पनि आयो भए पनि तर जुत्ताहरू ट्र्याकहरू लगाएर आउनु सक्दा हुन्छ होइन. अन्त यता अलिकति बाटो चाहिँ बस्ती टाइपको रहेछ है. भनौँ न हिजो अस्ति प्लान बनाएको थियो है. तर फाइनली आज सक्सेस भयो. यहाँ रहेछ लाइब्रेरी चाहिँ अब यो रहेछ लाइब्रेरी चाहिँ. दामी रहेछ. सीसी क्यामेरा पनि रहेछ है. ओके फाइनली हामी चाहिँ आइपुग्यो लाइब्रेरी. सो बाई बाई थ्याङ्क्स. मेरो ब्लग चाहिँ यहीँसम्म थियो है. अब बाई बाई. वाच टिल अन्टिल दिस एन्ड है. अन्त लाइक गर्नुहोस् सब्सक्राइब गरिदिनुहोस्. जो तपाईँहरू आउनु मन छ तिनीहरू वेलकम छ. सो बाई बाई. People can go from people you know to people you don't. People can go